Hello guys, good morning everyone. आज चाहिँ कामरुमै आइसकेछ। शनिबार भएर ढिला उठेँ नि त म। शनिबार खासै उठ्नै मन लाग्दैन क्या। अनि छिटो उठेर फ्रेस भएर ब्रस गर्छु। पहिला चाहिँ कपाल भाने अनि त्यसपछि चाहिँ ब्रस गरेँ अनि त्यसपछि चाहिँ अब म तल जान्छु। पानी परिरहेको थियो कि फेरि एकछिनमै अनि अब यहीँबाट ड्रेस लाएर जाउँ भन्यो भने पनि मेरो लुगा फोहोर हुन्छ, गाह्रो हुन्छ नि त। अनि त्यही भएर गएँ तल नै। अब जानु पर्यो, बाटो कस्तो पानी परिरहेको थियो अनि हिँड्न पनि गाह्रो हुन्छ यहाँबाट भनेर म चाहिँ तल गएँ। लुकुर एक्लै हिँडेर गएँ। तर कस्तो आनन्द आइरहेको थियो क्या बाहिर हिँड्नु पाउनु त। अनि त बाटो यस्तो थियो अनि म कहाँबाट लुगा लाएर जानु त, यस्तो बाटो होइन। अनि फेरि तल पुगेर रेडी भएर गएँ। अगाडितिर भिडियो बनाउन पाएन। अनि हामी दुईजना चाहिँ घाम लागेको थियो क्या त्यतिखेर चाहिँ। फेरि मौसम पनि के हो अचम्म छ। अनि त्यहाँबाट रेडी भएर गएँ। हामी दुईजना चाहिँ म्यामहरूलाई फोन गरिसकेको थियो नि त यहाँ भेट्छु भनेर। अनि त्यसपछि चाहिँ उहाँहरूलाई हामी भेटिसकेँ। अनि भेटेर चाहिँ उहाँहरूले के किन्ने गिफ्टहरू किन्ने भन्नुभएको थियो। उहाँहरूले किन्नुभयो। हामीले चाहिँ अगाडि नै किनेर लिएर आएको थियो नि त। अनि उहाँहरूले किन्नुभयो। अनि गाडी पनि पाएन, हिँडेर गएँ। त्यहाँसम्म हिँडेर गएँ, पुगेँ। त्यसपछि पुग्ने बित्तिकै चाहिँ हामीले कुन्यचोली स्वागतम देखेँ। अनि त्यसपछि भित्र गएँ। हामी भित्र गएर चाहिँ हामीले बहिनीलाई भेट्नु पऱ्यो नि त पहिला। अनि अलिअलि गिफ्टहरू लिएर आएको त्यही दिएँ। हामीले चाहिँ गिफ्ट दिएँ, उहाँहरूले चाहिँ पैसा दिनुभयो। अनि त्यसपछि फोटोहरू खिच्ने भन्ने कुराहरू गरेँ, फोटो खिचेँ। अनि त्यसपछि चाहिँ हामी के गर्न गए त, खाजा खानको लागि गएँ। अब टाइम पनि भएको थियो नि त खाजाको। अनि त्यसपछि हामी सबैजनाले खाजा खाएपछि चाहिँ अनि यस्तो हुन्छ क्या खाइरहेको बेलामा होइन। अनि मलाई मात्रै हो कि तपाईँहरूलाई पनि त्यस्तो लाग्छ है, हामीले हेरेर देखेको हो कि अर्काले हेरेको नै होला त्यो चाहिँ होइन, आडन्य हो। मलाई चाहिँ यस्तो लाग्छ अब कस्तो म खाने बेलामा होइन अरूले कस्तोसँग हेरिरहेको जस्तो लाग्छ क्या। अनि त्यसपछि चाहिँ कस्तो खानै अप्ठ्यारो हुन्छ है यस्तो बाहिरतिर भोजतिर जाने बेलामा। अहिले मात्रै होइन, प्रायः मलाई यस्तै भइरहेको नै हुन्छ जहाँ पनि। अनि त्यसपछि चाहिँ हामीले आइसक्रिम पनि देखेँ कि आइसक्रिम पनि खानुपर्छ। अनि फेरि आइसक्रिम पनि लिन गएँ। आइसक्रिम पनि खाएँ सबैजनाले, गर्मी थियो नि त। अनि आइसक्रिम पनि खाएँ मजाले। अनि त्यसपछि फेरि पनि पानीपुरी पनि थियो क्या। अनि पानीपुरी खान जानुपर्छ है भने फेरि पनि पानीपुरी खानको लागि पनि हामीहरू गयो कि पानीपुरी म्यामहरूलाई जाउँ भनेर चाहिँ उहाँहरू चाहिँ जानु भएन, हामी 4 जना मात्रै गयो। अनि पानीपुरी पनि मिठो थियो। आज शनिबारको दिन खाएरै गयो कि हाम्रो मिठो थियो। अनि उहाँहरूले सोधेको कस्तो छ त मिसहरू भनेको त मिठो भने मैले पनि गम खाइदिएँ, 2-3वटा बजाइदिएँ। उनीहरूले पनि खाएँ। अब खानु परिहाल्यो नि त, पानीपुरी त छोड्ने कुरै भएन नि त कि कसो। अनि पानीपुरी खाएँ। त्यसपछि फेरि भित्र गएर अब चाहिँ नाच्न जानुपर्छ है, खाएको त पचाउनु पर्यो होइन। अनि त्यसपछि चाहिँ अनि भित्र गएँ। अनि गइसकेपछि दिदीहरू नाचिरहनु भएको थियो क्या। अनि हामी पनि नाच्नुपर्छ भनेर अनि उहाँहरूले पनि बोलाउनु भयो। अनि आउनु नआउनु। अनि त्यसपछि हामी पनि नाच्नको लागि गएँ। तर हामीले एकछिन मात्रै नाचेँ, त्यस्तो धेरै नाच्दै कस्तो लाज लाग्ने रहेछ कि अलिकति हुन्छ नि। अनि उहाँहरू सबैजना थियो है। अनि झन् त्यतिखेर त खासै धेरै मान्छेहरू थिएन। अनि पछि हामी नाच्दै गर्दा मान्छेहरू आउनुभयो। अनि त्यसपछि हामी नाचेन। अनि फेरि बस्नलाई आएँ। फेरि खाना खाने भन्ने कुरा भयो। फेरि सबैजना मिलेर खाना खाउँ न त भनेर खानाहरू खाएँ हालेर लिएर। अनि त्यसपछि फेरि पनि आइसक्रिम खाएँ के, गर्मी थियो नि त। अनि त्यही भएर फेरि आइसक्रिम खाएँ सबैजनाले। आजको भिडियो यति नै। Bye guys, thank you for watching. Bye, take care.